सो म रेडी भएँ होइन यसो भाइ बाहिर यो खेल्नलाई यसो गएर आउँछु म किनभने यो भनेको हाम्रो लाइफको फर्स्ट एक्सपिरियन्स हो क्या किनकि यसरी फेरि हिउँ पर्दैन नि त बेला बेलामा हिउँ परेर यसो गरेर आउँछु तर रमाइलो छुट्टै हुने क्या हिउँ पर्नुको तर यो हिउँ परेको ठाउँ के अरे क्या मजा आउँछ नि छुट्टै तर के भने मेरो आज काम छ हिजो काममा गएँ होइन हल्का सन्चो नभएर चाहिँ आज यस्तो हिउँ पर्दाखेरि चाहिँ जानै मन छैन तर पनि के गर्ने यो हिउँमा चाहिँ झन् गयो भने जापानिसहरू खुसी मान्छ क्या बिचरा सबैजना यस्तो छ यहाँ दुईजना एकजना बहिनी राख्नुपर्छ यो हाम्रो पोइन्ट नजिकै यु क्यान सी बहिनीहरू खेल्दा छ तपाईँहरू नेपाली ए हो र कहाँ यहीँ हो बस्ने यहाँ नजिकै बस्नुहुन्छ कतातिर हो यहीँ यो घरमा हो सानो रहेछ घर सानो रहेछ यो होइन उतापट्टिको गोच उतापट्टि उताबाट आउनुभएको ए नानीको बिदा हो क्या हो र ए कस्तो लागिरहेको छ तिमीलाई हिउँ चाहिँ नानी धेरै पछि परेको होइन कस्तो लागिरहेको छ भन त कि जापानिज बोल्नेどうですか今日言って楽しいधेरै वर्षपछि पर्यो होइन हिउँ चाहिँ हिउँको यस्तो छ हाम्रोतिर तपाईँकोतिर कस्तो छ तल त केही छैन जानै हुँदैन फेरि Don't go out tonight, I don't have luck. It's over 1,500 miles and एकैछिन रमाइलो मात्र हो क्या हिउँ भनेको space for me. एकैछिन रमाइलो हुन्छ फेरि फेरि Was it really us? Yeah, like Doesn't it. seem to be. त्यो रमाइलो गर्नुपर्छ हरेक मुभमेन्टलाई चाहिँ One arm on my chest and my head overseas. In a river I would wade where the weeds हिउँको महत्त्व भनेको चाहिँ was no curve. टोकियो बस्ने र त्यहाँ बस्नुमा मात्रै हुन्छ खान्तो एरिया हो But now that river is wild, it took young Emily. Tonight, that's where I'm going, with nobody watching me. And I'll wait for you, 'cause you asked me to. And the ashes rose high, the leaves hit the sky, and a hopeless romantic with eyes never frantic was waiting on an easy. सो अब यो चोटिको हाम्रो ब्लग चाहिँ यति नै हो होइन सो यो चोटि चाहिँ अब हिउँ खेल्न त अब दिनभर सकिँदैन आफ्नो काम पनि जानुपर्छ हल्का छोटो मिठो मिलाएर यसो हल्का आफैले आफैसँग रमाउनु सिक्नुपर्छ होइन यो संसारमा त्यही भएर चाहिँ हल्का इन्जोयमेन्ट गरेर अब चाहिँ काममा जानु लगभग मेरो आज 2 बजीदेखि काम छ म हल्का खाना बनाउनु पर्छ
यसो बिहान हेर्दा यसो हेरेको त यतिसम्म हिउँ पर्ला भन्ने त सोचेको पनि थिएन कि तर पनि खुसी लाग्यो यतिसम्म यो वर्षको एकदमै हुकाइदिन जानुपर्ने अब जानु एकदम मन थियो होइन अब तर पनि अब केही कामले गर्दा म जानु पाएन तर पनि हुकाइ जस्तै देखिएछ यहाँ पनि यो पनि फरक छैन हुकाइदो भन्दा पनि तर अब त्यही त हिउँ खेल्न गएर फेरि फर्किनुपर्छ तर त्यो रमाइलो लाग्यो आजको अब बिस्तारै अब 1-2 दिनपछि यो हिउँ पनि जान्छ मेबी अर्को हप्ता पर्छ क्या हिउँ फेरि है सो मेरो भिडियोलाई लाइक एन्ड सब्सक्राइब गर्नुहोस् अब भिडियोहरू लगभग दैनिक आउने कोसिस गर्छु हरे कृष्ण